छ नि हैन, नखाएको बिसाफले लाग्दा कस्तो हुन्छ त्यो बेला थाहा पाउँछौ। मैले अहिलेसम्म घरमा 100 को नचरेको छोरीले गएर हैन त्यो को मान्छेको सामान चोरेर मेरो घरभित्र छिराउँछु म। लो कुरा गर्छ यार, चोर अरे। तेरो घर चोर्या छ भने भन्नु आइज, तेरो सम्पत्ति चोर्या छ भने भन्नु आइज, त्यो पाइस। तर तेरो सम्पत्ति नचोरिन्जेलसम्म, तेरो सम्पत्ति हात नलाइन्जेलसम्म हैन तैले कसैलाई पनि चोर यहाँ उ चाहिँ भन्नु मिल्दैन। हेर राम्ररी बोल्यो हैन, ठिक छ नि त। मलाई नराम्रै भने पनि म राम्ररी नै बोल्छु, हाँसेरै बोल्छु, खुसी नै भएर बोल्छु। मनभित्र जे जस्तो किन नहोस् सोचेको त। ल मलाई नै ल जति बेला पनि मलाई टार्गेट गरेको छ, मलाई भनेको छ तिमीहरू मेरो आमालाई धरि रेस्पेक्ट गर्न नजाने तिमीहरू जस्तो जनता भएर के काम? देशै चाहिँदैन बरु। एउटा आमालाई कसरी रेस्पेक्ट गर्ने थाहा छैन यार। छोरीले गर्दा छोरीकोमा कमेन्ट गरे आमाकोमा धरि गएर 10 थरी भनेको छ। तिमीहरूको यही हो बे हो र? न तिमीहरूले खान दिनु परेछ, न तिमीहरूले लाउन दिनु परेछ।